आज चाहिँ हामी चाइनामा छौँ। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी दुबई मलमा भएको चाइना टाउनमा गएको छौँ। यो प्लेस चाहिँ मेरो वान अफ द फेभरेट प्लेस हो, जुन चाहिँ म ठ्याक्कै चाइनामा गएको जस्तै लाग्छ कि म त चाइनामा त गएको छैन, त्यही पनि मलाई त्यस्तो फिल आउँछ कि। अनि यहाँ चाहिँ एकदम राम्रो राम्रो चाइनिज फुडहरू पाउँछ, जापानिज अनि कोरियन फुडहरू पाउँछ। हामीले चाहिँ घरैबाट खाना खाएर गएको थियौँ कि, त्यही भएर एउटा बिबिम्बाप, त्यो डान्डान नुडल्स हो कि के भन्ने थियो, किमा नुडल्स जस्तै थियो कि। अनि सुसी चाहिँ मगाएको थियो कि क्यालिफोर्निया माकी हो कि के भन्ने। अनि त्यसपछि हामीले यो नुडल्स ट्राई गऱ्यौँ, एकदम मिठो थियो कि। अनि त्यसपछि दिदीले ट्राई गर्यो, दिदीलाई पनि मिठो थियो। हामीलाई चाहिँ यो चपस्टिक चलाउन नआएर मैले त एउटै सिङ्काले घोचेर खाइरहेको थिएँ कि, दिदीलाई चाहिँ चलाउन आयो है, गर्न आउनु हुँदो रहेछ चपस्टिक। राम्रोसँग खानु भयो, मिठो मिठो रे। अनि फेरि हाम्रो दिदीलाई हेर्नु न, त्यो सुसी के भन्छ चपस्टिक चलाउन नआएर फेरि भिजो के अरूले जिस्काउँछ कि भनेर त्यो जसो तसो हामीले चाहिँ खायौँ। कस्तो मिठो भएको थियो कि, झन् बिबिम्बाप चाहिँ यस्तो मिठो भएको थियो। खाएपछि पेट घटाउनु पर्छ, पचाउनु पर्छ भनेर उफ्रिनु भयो। एउटा चाहिँ भाग्दै भाग्दै पाण्डाकोमा गयो के, हेर्नु न। आज चाहिँ हामी चाइनामा छौँ। हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी दुबई मलमा भएको चाइना टाउनमा गएको छौँ। यो प्लेस चाहिँ मेरो वान अफ द फेभरेट प्लेस हो, जुन चाहिँ म ठ्याक्कै चाइनामा गएको जस्तै लाग्छ कि म त चाइनामा त गएको छैन, त्यही पनि मलाई त्यस्तो फिल आउँछ कि। अनि यहाँ चाहिँ एकदम राम्रो राम्रो चाइनिज फुडहरू पाउँछ, जापानिज अनि कोरियन फुडहरू पाउँछ। हामीले चाहिँ घरैबाट खाना खाएर गएको थियौँ कि, त्यही भएर एउटा बिबिम्बाप, त्यो डान्डान नुडल्स हो कि के भन्ने थियो, किमा नुडल्स जस्तै थियो कि। अनि सुसी चाहिँ मगाएको थियो कि क्यालिफोर्निया माकी हो कि के भन्ने। अनि त्यसपछि हामीले यो नुडल्स ट्राई गऱ्यौँ, एकदम मिठो थियो कि। अनि त्यसपछि दिदीले ट्राई गर्यो, दिदीलाई पनि मिठो थियो। हामीलाई चाहिँ यो चपस्टिक चलाउन नआएर मैले त एउटै सिङ्काले घोचेर खाइरहेको थिएँ कि, दिदीलाई चाहिँ चलाउन आयो है, गर्न आउनु हुँदो रहेछ चपस्टिक। राम्रोसँग खानु भयो, मिठो मिठो रे। अनि फेरि हाम्रो दिदीलाई हेर्नु न, त्यो सुसी के भन्छ चपस्टिक चलाउन नआएर फेरि भिजो के अरूले जिस्काउँछ कि भनेर त्यो जसो तसो हामीले चाहिँ खायौँ। कस्तो मिठो भएको थियो कि, झन् बिबिम्बाप चाहिँ यस्तो मिठो भएको थियो। खाएपछि पेट घटाउनु पर्छ, पचाउनु पर्छ भनेर उफ्रिनु भयो। एउटा चाहिँ भाग्दै भाग्दै पाण्डाकोमा गयो के, हेर्नु न।